हामी अटिजम भएका बालबालिकाका अभिभावकहरू हाम्रा बालबालिकाहरू भिडमा हराउनुलाई नै सामाजिक भएको भनेर सोच्ने गर्छौँ। के वास्तवमा भिडमा हराउनु नै सामाजिक हुनु हो त? भिडभाड, सङ्गीत र मान्छेहरूको जमघट कसैका लागि यो सामान्य रमाइलो हुन सक्छ, तर मेरो छोराको लागि यो एउटा ठुलो साहसको यात्रा हो। आज ऊ रमायो, सबैसँग हाँस्यो र आफ्नो खुसी नाचेर पनि व्यक्त गर्यो। उसको यो सानो पाइला हाम्रो लागि एउटा ठुलो उत्सव जस्तो हो, किनभने हामी उसका साना साना सफलताहरूमा खुसी हुन सिकेका छौँ। तर रमाइलो गर्दा गर्दै जब उसलाई अलि गाह्रो महसुस भयो, ऊ चुपचाप भिडबाट अलि पर एउटा शान्त कुनाको कुर्चीमा गएर बस्यो। यो उसको कमजोरी होइन, बरु आफ्नो मनलाई शान्त पार्ने उसको आफ्नै तरिका हो। हामी अक्सर सामाजिक हुनुको अर्थ भिडमा हराउनु मात्र हो भन्ने सोच्छौँ र बालबालिकाहरूलाई जबरजस्ती सामाजिक बनाउनको लागि भिडमा बस्नको लागि हामीले बल प्रयोग गर्छौँ। तर वास्तविकता अलिकति फरक छ। उनीहरूलाई जबरजस्ती भिडमा धकेल्नुभन्दा उनीहरूको गति र सहजतालाई बुझेर थोरै थोरै अवसर दिनु नै सही साथ हो। जबरजस्तीले कहिल्यै पनि हामीले केही चिज पनि प्राप्त गर्न सक्दैनौँ। माया र समझदारीले उनीहरू बिस्तारै खुल्दै जान्छन्। आज ऊ केही बेर नाच्यो, भोलि सायद अझ धेरै बेर रमाउनेछ। मुख्य कुरा उसलाई कति समय भिडमा राखियो भन्ने होइन। मुख्य कुरा त ऊ कति खुसी र सुरक्षित महसुस गर्छ भन्ने हो। त्यसैले सामाजिक बनाउनका लागि आफ्ना बालबालिकालाई जबरजस्ती भिडमा राख्नुभन्दा पनि उनीहरू कति समयसम्म आफूलाई सुरक्षित र खुसी महसुस गर्छन् त्यसलाई ध्यान दिनुहोला। धन्यवाद।